तर्साएर चाहिँ म तर्सिन्न, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फकिन्न। हिजो पनि घेराबन्दीको बिचमा बाँचेर आएको, आजको घेराबन्दीको बिचमा पनि बाँचेर फेरि आउँछु, फेरि बाँचेर निस्कन्छु। नेपाली कांग्रेसका थुप्रै साथीहरू हुनुहुन्छ, मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु। नेताहरूप्रति मेरो ठुलो सम्मान छ, सबैलाई जोडेर लिएर जानुपर्छ, किनकि यो पार्टी 4 पुस्ताको पार्टी हो। यो पार्टीमा म मेरो उमेरभन्दा बढी उमेर कन्ट्रिब्युट गर्नुभएको नेताहरू यहाँ पार्टीमा अहिले पनि हुनुहुन्छ। पार्टीको जिम्मेवारीमा बसेर मत नहाल्ने साथीहरूले घात गर्नुभएको छ। पार्टीको मेम्बर भएर, पार्टीको नेता भएर रुख चिन्हमा मत हाल्दिनँ भन्न पाउँदैन, तर पार्टीका समर्थक शुभेच्छुकहरूले पाउँछ। थुप्रै समर्थक शुभेच्छुकहरूले हालेनन् यो पटक मत। त्यसले मेरो देशभरिका नेपाली कांग्रेस साथीहरूलाई मेरो आह्वान छ, स्थानीय निर्वाचनभन्दा पहिले ती साथीहरूलाई चिनौँ, भेटौँ, उहाँहरूसँग कुराकानी गरौँ, उनीहरूको कुरा सुनौँ र उनीहरूलाई पार्टीमा फर्काउँ। केही समय लाग्छ, तर हामी यो पार्टी सम्हाल्छौँ, यो पार्टीको अधिवेशन पनि गर्छौँ, समयमै गर्छौँ, पार्टीका सबै साथीहरूलाई पनि जोड्छौँ, पार्टीको न्यायिक लडाइँ पनि लड्छौँ, कानुनी लडाइँ पनि लड्छौँ, राजनीतिक लडाइँ पनि लड्छौँ, सबै खालको घेराबन्दी पनि चिर्छौँ। हामीभन्दा बाहिर बसेका, पार्टीभन्दा बाहिरका शक्ति, सत्ता, यो सबैले नेपाली कांग्रेसलाई कसरी घेराबन्दी गरिरहेको छ भन्ने कुराको बारेमा राम्रोसँग जानकारी छ हामीलाई, राम्रोसँग सूचना हामीले राखेका छौँ। तर त्यो सबैसँग पनि लड्ने जुड्ने ताकत हामी राख्छौँ भन्ने विश्वासको साथ हामीहरू जानुपर्ने छ।